हेलो एभ्रीबडी, नमस्ते सबैजनालाई। तपाईँहरू सन्चै हुनुहुन्छ होला। तपाईँहरूले टाइटल र थम्बनेल देखेर थाहा पाइसक्नुभयो होला के बारेमा मैले भिडियो आज बनाउँदैछु त। सो तपाईँहरू वेटरमा विदेशमा कसरी आउने, विदेशमा वेटरको के छ, कस्तो छ स्कोपहरू, कुन फिल्डमा चाहिँ रेस्टुरेन्ट, क्याटरिङमा, होटलमा कुन ठाउँमा चाहिँ आउँदाखेरि एकदमै राम्रो हुन्छ, अनि विदेशको पनि कुन देशमा अथवा कुन देशको कुन ठाउँमा चाहिँ जाँदा एकदमै राम्रो हुन्छ, र जबहरू कसरी चेन्ज गर्न सकिन्छ, कतिको गाह्रो छ त, त्यो बारे सबै आज म चर्चा गर्नेछु। अन्तिमसम्म बस्नु होला। लेट्स गो। वेटरको बारेमा चाहिँ म तपाईँहरूलाई राम्रो जानकारी दिन सक्छु, किन भन्दाखेरि चाहिँ म हाल अहिले वेटर नै गरिरहेको छु। यहाँको लगभग 1.5 वर्ष भइसक्यो। म यहाँ काम गर्ने क्रममा चाहिँ कस्तो के छ जब मार्केटहरू पनि बुझिसकेको छु। अनि हाल चाहिँ अहिले म क्यापिटल क्याटरिङ भन्ने कम्पनीमा काम गरिरहेको हो, र यो क्याटरिङ लाइनमा चाहिँ तपाईँहरू आउँदाखेरि एकदमै विचार गर्नु होला, किनभने यसमा चाहिँ वेटरमा भनेर आएको हुन्छ अनि जे पनि काम लाउन सकिन्छ, जे पनि काम लगाइदिने, अनि प्लस भनेको अलिकति टिप्सहरू पनि भने जस्तो नपाउने। त्यसैले गर्दाखेरि चाहिँ तपाईँहरू आउँदाखेरि रेस्टुरेन्ट अथवा होटल भन्दा नि रेस्टुरेन्टमा एकदमै बेस्ट हुन्छ वेटरको लागि। किन भन्दाखेरि चाहिँ रेस्टुरेन्टमा हल्का बढी काम होला, तर टिप्सहरू एकदमै राम्रो आउने, सेलरी जस्तो नै आउँछ क्या टिप्स नै। सो त्यसैले गर्दाखेरि चाहिँ तपाईँहरूले रेस्टुरेन्टतिर हेर्नुहोस्। र अनि स्कोप के छ भन्दाखेरि चाहिँ यहाँ तपाईँहरूको अब एक्सपिरियन्स एकदमै राम्रो छ। 3-4 वर्षको एक्सपिरियन्स छ भने युएईको तपाईँलाई लगभग 3-4 दिरामसम्म पनि तपाईँको राम्रो एक्सपिरियन्स, 3-4 वर्षको एक्सपिरियन्स छ भने त्यतिसम्म पनि आउँछ, जुन भनेको चाहिँ एउटा 1.5 लाख जस्तो होइन। र राम्रो हो त्यो भनेको चाहिँ एउटा युरोपहरू जस्तैको कमाइ भयो। अनि तपाईँहरू युरोपतिरको पनि सोचिरहनु भएको छ भने त्यता पनि एकदमै राम्रो हुन्छ, तर तपाईँसँग राम्रो एक्सपिरियन्स चाहिँ हुनुपर्छ। अनि तपाईँहरूले के सोचिरहनु भएको छ, यहाँबाट चाहिँ के युरोप जान सजिलो छ अनि म आउँछु भनेर सोचिरहनु भएको छ? यहाँबाट आउन र जानको लागि तपाईँहरूलाई एकदमै मुस्किल हुनसक्छ, किन भन्दाखेरि यहाँ फस्ने चान्सेसहरू आजभोलि धेरै नै छ। र अहिलेको समयमा मेरो 2-4 जना साथीभाइहरूले 5-6 हजारभन्दा बढी दिरामहरू चाहिँ खर्च गरिसकेका छन्। तर पनि तपाईँले एउटा चिनजानको एकदमै राम्रो मेन पावर पक्रिनु भयो र यहाँको तपाईँको राम्रो एक्सपिरियन्स छ भने चाहिँ तपाईँले यहाँबाट युरोप छिर्न एकदमै सजिलो छ। अनि छिरिसकेपछि तपाईँले एकदमै राम्रो सेलरीहरू चाहिँ मिल्नेछ यहाँको एक्सपिरियन्सले चाहिँ। सो त्यसैले गर्दाखेरि यहाँ चाहिँ तपाईँले पैसा मात्र नहेरिकन एक्सपिरियन्स बढाउनको लागि पनि आउनु होला। अनि यहाँबाट जब चेन्ज गर्दाखेरि चाहिँ तपाईँहरूले नेपालबाट नै ध्यान दिनुपर्छ आउने बेलामै, किन भन्दाखेरि चाहिँ कस्तो कम्पनीमा जाँदै हुनुहुन्छ त्यो विचार गर्नुपर्छ। अब त्यो कम्पनीमा चाहिँ 6 महिनापछि चाहिँ तपाईँले जब चेन्ज गर्न मिल्छ भने चाहिँ तपाईँले एकदमै राम्रो हुन्छ तपाईँलाई त्यो त्यस्तै खालको कम्पनीमा आउँदाखेरि चाहिँ। धेरैभन्दा धेरै कम्पनीहरूको चाहिँ 6 महिना पुगिसकेपछि चाहिँ त्यो कम्पनीमा रिजाइन गरेर अर्को कम्पनीमा जान सकिन्छ। तर कतिपय कम्पनीहरू चाहिँ यस्तो हुन्छ जुन चाहिँ भनेको नयाँ भर्खर सुरुवात भएको, अनि त्यो कम्पनीमा चाहिँ खासै धेरै बजेट नभएको कम्पनीहरूले चाहिँ 2 वर्ष कन्ट्र्याक्ट जतिको तपाईँको छ, धेरैको चाहिँ 2 वर्ष हुन्छ, र 2 वर्ष नसकुन्जेलसम्म तपाईँलाई कम्पनीबाट निक्लिने दिँदैन, र जब चेन्ज गर्न एकदमै गाह्रो हुन्छ। त्यसैले गर्दाखेरि आउने बेलामा तपाईँहरूले विचार पुऱ्याएर आउनु होला। र जब चेन्ज गरिसकेपछि भनेको चाहिँ तपाईँहरू युएईको कुन पार्टमा आउँदै हुनुहुन्छ। अब अहिले चाहिँ म युएईको छु, युएईको बारेमा तपाईँहरूलाई म भन्छु। युएईको तपाईँहरूलाई दुबई भनेर अबुधाबीतिर पनि पठाउन सकिन्छ, फुजाइर, यो विभिन्न ठाउँ छ क्या युएईको। र यो युएईको भित्र विभिन्न स्टेटहरू छ। त्यसैले गर्दाखेरि चाहिँ तपाईँहरूले त्यहाँ दुबईमा हो कि अबुधाबीमा हो कि कुन ठाउँमा चाहिँ आउँदै हुनुहुन्छ त्यो विचार गर्नु होला। किन भन्दाखेरि चाहिँ तपाईँ दुबई भन्ने स्टेटमा पर्नुभयो भने चाहिँ त्यहाँ चाहिँ तपाईँलाई सेलरी एकदमै ज्यादा हुन्छ, अनि त्यहाँको अब लाइफस्टाइलहरू पनि राम्रो छ। तर अबुधाबीमा अलिकति सेलरी कम हुने, अनि जबहरू पनि पाउन गाह्रो हुने, त्यस्तो छ। सो त्यसैले गर्दाखेरि चाहिँ तपाईँहरूले डिमान्ड हेर्दाखेरि डिमान्डमा त्यो अबुधाबी लेखेको छ कि दुबई लेखेको छ कि के लेखेको छ हेर्नु होला मजाले एकचोटि। र त्यो जुन कम्पनीमा आउँदै हुनुहुन्छ त्यो कम्पनी चाहिँ वेबसाइटमा सर्च गरेर तपाईँले त्यो कम्पनीको बारेमा डिटेल बुझ्नुहोस्, कुन ठाउँमा छ, के छ, कस्तो छ, त्यो बारेमा बुझेर अनि तपाईँहरूले चाहिँ त्यो कम्पनीमा काम गर्ने मान्छेहरूको बारेमा पनि तपाईँहरूले बुझ्न सक्नुहुन्छ, उनीहरूसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। त्यो तरिकाले राम्रो तरिकाले बुझेर आउन सक्नुहुन्छ। र वेटरमा तपाईँको एकदमै राम्रो छ, तर अलिकति कम्पनी चाहिँ कस्तो छ त्यो बुझेर आउनुहोस् है। र तपाईँहरूले फ्री भिजामा आउन चाहनुहुन्छ
कसरी आउने के गरेर आउने त्यो कुरा थाहा छैन भने तपाईहरुलाई नै भनेर मैले फ्री भिजामा कसरी आउन सकिन्छ भनेर भिडियो बनाएको छु जुन भिडियो चाहिँ मैले भर्खरै पोस्ट गरेको छु यही च्यानलमा थिचर भित्र गएर पनि हेर्न सक्नुहुन्छ अथवा माथि मैले आई बटनमा राखिदिएको छु त्यहाँ क्लिक गरेर पनि जान सक्नुहुन्छ त्यो भिडियोलाई हेरेर तपाईहरुले अरु कुरा बुझ्न सक्नुहुन्छ यस्तै मेरो जानकारीमूलक भिडियोहरु हेर्नका लागि चाहिँ तपाईहरुले सब्स्क्राइब गरेर लाइक शेयर कमेन्ट गर्न नभुल्नु होला र आजलाई छुट्छु अर्को भिडियोमा भेट्छु हस्त नमस्ते जय नेपाल।